नमस्कार सबैजनालाई र स्वागत छ हजुरहरूलाई मेरो अर्को एउटा मिनी भ्लगमा। अहिले छुट्टी चलिरहेको छ र यो छुट्टीमा मैले आफ्ना धेरै स्किल्सहरूलाई इम्प्रुभ गर्ने मौका पाएको छु। खास गरी मैले आफ्नो ड्राइभिङ स्किललाई धेरै डेभलप गरेको छु। साँचो भन्नुपर्दा आज मैले पहिलो पटक आफूलाई मोटिभेट गरेर हाइवेमा सेल्फ ड्राइभ गरेँ। हस्बेन्डलाई ड्रप गर्न गएको थिएँ मिसन चार्लीसम्म। उहाँले यति नै मलाई फोर्स गर्नुभएको थियो। अब आखिरकार मैले आफूलाई मोटिभेट गरेर ड्राइभ गर्नै पर्यो। र त्यो मात्र होइन, गाडीमा जब स्पेयर टायर फेर्ने कुरा आउँछ नि, मलाई त्यो फिट गर्न आउँदैन थियो। तर आज मैले त्यो पनि सिक्ने मौका पाएँ। त्यही भन्छ नि, जे हुन्छ राम्रैको लागि हुन्छ। कहीँ न कहीँ हामीलाई लाग्छ कि यो काम मैले गर्न सक्दिनँ होला, तर यदि हामीले कोसिस गऱ्यौँ भने सबै थोक सम्भव छ। मैले ड्राइभिङ सिकेर पनि बिचमा धेरै समय ग्याप भएकोले मलाई मेरो कन्फिडेन्स थोरै कम भएको थियो। लाग्थ्यो म सक्दिनँ होला। तर धीरे धीरे मैले फेरि ड्राइभिङ गर्न थालेँ। म त के भन्छु भने सबै महिलाहरूले यस्तो मौका पाउँदा कहिले पनि नो भन्नु हुँदैन। नयाँ कुरा सिक्नै पर्छ। हामी महिलाहरू घरभित्रै बसेर घरकै काममा मात्रै सीमित हुँदा त्यो एकदमै बानी जस्तो हुन्छ र बाहिर निस्कन थोरै अप्ठ्यारो लाग्न सक्छ। तर जब हामी घरभन्दा बाहिर निस्कन्छौँ, घरको काम पनि ब्यालेन्स गर्छौँ र बाहिर पनि सोसियली एक्टिभ हुन्छौँ, त्यो हाम्रो लागि एकदमै ठुलो प्लस पोइन्ट हो। घरमा मात्रै बस्दा बाहिरको मान्छेसँग इन्टरेक्सन हुँदैन अनि घरमा बसेर सानो सानो कुरालाई दिमागमा टेन्सन पनि हुन्छ अनि केही काममा व्यस्त हुनु कि त केही गर्नु। त्यही भएर जति हामी बाहिर निस्कन्छौँ, नयाँ मान्छेसँग भेटघाट गर्छौँ, फेरि त्यति नै हाम्रो दिमाग रिफ्रेस हुन्छ र टेन्सन पनि कम हुन्छ। आफूलाई कहिले पनि कम नठानौँ। घर पनि हाम्रो हो र यो खुला आकाश पनि हाम्रै हो। सो किप लर्निङ, किप ड्राइभिङ र आफ्नो जिन्दगीको स्टियरिङ आफ्नो हातमा लिनुहोस्। स्टे ह्याप्पी, स्टे पोजिटिभ। तपाईँहरूलाई मेरो यो सोच कस्तो लाग्यो कमेन्टमा जरुर लेख्नुहोला र यदि मेरो भिडियो मन पर्यो भने लाइक त गर्न भन्छ नै। र नेक्स्ट भिडियोमा फेरि भेटौँला। तबसम्मको लागि आफ्नो ख्याल राख्नुहोला। नेक्स्ट फेरि एउटा भावात्मक भ्लगमा फेरि भेटौँला। धन्यवाद र टेक केयर।